हेलो अनि नमस्ते साथीहरु। स्वागत छ हजुरलाई मेरो फर्स्ट मिनी भ्लगमा। मेरो नाम चाहिँ गंगा हो र म करिब 2 वर्षदेखि चाहिँ बेंगलोरमा काम गर्दै आइरहेकी छु। आशा छ कि टिकटक र फेसबुकको जसरी हजुरले युट्युबमा पनि मलाई साथ र सपोर्ट गर्नुहुनेछ। मैले चाहिँ भ्लगहरु स्टार्ट गर्ने सुरु गर्ने छु। यो च्यानललाई सब्स्क्राइब गर्नुहोला र आगामी दिनहरुमा पनि हजुरले भ्लगिङ प्लस ट्राभलिङको भिडियोहरु देख्न सक्नुहुनेछ। सो लागौं साथीहरु आजको भ्लग तर्फ। आज चाहिँ यता मेहमानहरु धेरै आउनेवाला थिए। सो आज चाहिँ मैले यतातिर पानीपुरी बनाएको थिएँ जो गर्ल्सको फेभरेट हुन्छ। यो चाहिँ मेरो फर्स्ट काम हो। यतातिर चाहिँ मेरो कुकिङ प्लस अलराउन्ड काम हुन्छ यो घरमा चाहिँ मेरो। अनि मैले आज पानीपुरी बनाएँ। त्यसपछि गेस्टहरु आउनको लागि चाहिँ प्लेट चम्मचहरु सबैहरु चाहिँ क्लिन गरेर सबै अर्गनाइज गरेर राखेको थिएँ साथीहरु। त्यसपछि चाहिँ अनि मैले पानीपुरी बनाएको टोटल सबै भिडियोहरु चाहिँ राख्न पाइन किनकि गेस्टहरु आउँदै हुनुहुन्थ्यो। सो त्यति धेरै टाइम चाहिँ थिएन। तैपनि मैले देखाएको छु मैले पानीपुरीमा के बनाए कस्तो बनाए भनेर हेर्नुस्। यो चाहिँ हो पुरी यानी कि फुल्का जे भन्नुहुन्छ हजुरहरु हैन। अनि त्यसपछि यो चाहिँ पानी खट्टा पानी मीठा पानी पनि बनाएको छु मैले। अनि त्यसपछि चाहिँ यता छ छोला अनि केही चाहिँ बेसनको लड्डु चाहिँ मैले बनाएको हैन। मेरो अनर जो हुनुहुन्छ उहाँले चाहिँ बनाउनु भएको हो हैन। सो साथीहरु त्यसपछि चाहिँ मेरो दोस्रो काममा जाने टाइम भयो। त्यसैले म चाहिँ आफ्नो अर्को कामतिर लागे। हेरौं दोस्रो काममा जाँदाखेरि चाहिँ साँझतिर चाहिँ मेरो नानीको काम हुन्छ यानी कि बेबी केयरटेकर। त्यता चाहिँ गए। त्यता चाहिँ एउटा नेपाली दिदीहरु कुक गर्न आउनुहुन्छ। उहाँले चाहिँ आज आलुका पराठा बनाउँदै हुनुहुन्थ्यो। अनि मैले चाहिँ सामाको बच्चालाई चाहिँ आज खासै सन्चो थिएन। त्यसैले मैले त्यहाँ चाहिँ धेरै भिडियोहरु चाहिँ बनाउन पाइन आज मैले। अनि उहाँ दिदी चाहिँ एकदमै टेस्टी पराठा बनाउनुहुन्छ। साँझको काम सकिएपछि अनि म लागे आफ्नो अन्तिम कामतर्फ। यता पनि मेरो 2 घण्टा बच्चा हेर्ने काम नै हो। उसँग बस्दाखेरि चाहिँ आफ्नै बचपन पनि जागेर आउँछ। ऊ हल्का ठुलो बच्चा भएर होला उसँग खेल्दा रमाउँदा चाहिँ आफ्नै पनि बचपनमा हराएका खुशीहरु चाहिँ आजकल फिर्ता आए जस्तो लाग्छ कि कुनै बेला चाहिँ मलाई। सो धेरै धन्यवाद छ साथीहरु यहाँसम्म भ्लग हेरिदिनु भएकोमा। आगामी भ्लगहरुमा पनि माया र साथ सपोर्ट गरिदिनु हुन अनुरोध गर्दछु। र मेरो केही कमी कमजोरीहरु धेरै कमी कमजोरीहरु छन्। सो तिनीहरुलाई चाहिँ म सुधार गरेर आगामी भिडियोहरुमा चाहिँ सुधार ल्याउने छु। सो थ्यांक यू साथीहरु आजको लागि यति नै। भिडियो मन परेमा चाहिँ लाइक कमेन्ट गरिदिनु होला। बाइ बाइ।